नमस्ते, मेरो नाम क्षमता नेउपाने हो। मेरो मम्मीलाई यहाँ रिसेन्टली बाँसबारीमा स्ट्रोक भएर लिएर आएको थियो अक्टोबरको एन्डमा। आज हामी सेकेन्ड फलोअपको लागि आउँदैछौँ। स्ट्रोक भएको दिनमा चाहिँ उहाँले के भन्नुभएको थियो भने पहिला चाहिँ एकदम रिङ्गटा लागेको जस्तो भएको थियो, अफ ब्यालेन्स हुने। अनि त्यसपछि चाहिँ यता झमझमाउन थाल्यो भन्छौ, हात अलि उचाल्न गाह्रो हुन थाल्छ भन्छ थियो, अनि बोल्न पनि लटपटिने। एन्ड देन इभेन्चुली चाहिँ प्रोग्रेस हुँदै जाँदा बस्दाखेरिमा चाहिँ उठ्नै सक्नु भएन, लाइक हात चलाउन सक्नु भएन, खुट्टा चलाउन सक्नु भएन, अनि बोल्न पनि एकदम लटपटिने भएपछि चाहिँ त्यसपछि इमर्जेन्सी लगिहालेको हामीले विथिन 20 मिनट्समै। र उता चाहिँ एमआरआई मेसिन नभएको कारणले यता बाँसबारी न्युरो नै ल्याउने कुरा भयो। यहाँ आउँदा चाहिँ हामीले एम्बुलेन्स चाहिँ बोलाएर लिएर आएको, किनभने टाइम एकदम इम्पोर्टेन्ट थियो नि त, सकेसम्म छिटो गर्नलाई। हामीलाई धेरै टाइम पनि सेभ भयो, अनि छिटो यहाँ आइपुगेर एमआरआई गऱ्यो अनि ट्रिटमेन्ट स्टार्ट गर्न सक्यो हामीले। अहिले चाहिँ पुरै बोल्नुहुन्छ, लेख्नुहुन्छ, कथाहरू लेख्नुहुन्छ, गीत गाउनुहुन्छ। अहिले चाहिँ धेरै धेरै इम्प्रुभमेन्ट भएको छ। अभियसली धेरै ठाउँ छ नेपालमा हेल्थ केयर इम्प्रुभमेन्ट हुनको लागि, बट धेरै कुराहरू पनि मच बेटर छ अरू ठाउँभन्दा यहाँ, स्पेसली स्ट्रोकको अनुसारमा चाहिँ हामीले रियली हेरेर नै दिस वाज द बेस्ट वी कुड फाइन्ड इन नेपाल भनेर नै यहाँ ल्याएको हो। त्यही भएर यहाँको ट्रिटमेन्ट, यहाँको डक्टर्स, यहाँको ओभरअल हेल्थ केयर रियली डिड हेल्प हर त्यो स्ट्रोक हुँदाको बेलामा चाहिँ। म न्युरो स्ट्रोक भएर आएको थियो। मलाई डक्टरहरूले, नर्सहरूले सबैले धेरै हेल्प गर्नुभएको छ। बिस्तारै इम्प्रुभ भएको छ। म खुसी भएको छ। अहिले चाहिँ हेल्थ इम्प्रुभ भएको छ, स्पिच इम्प्रुभ भएको छ।